मैले काजुहरू अब मेरो माइला जहिले जोतेको गर्छ भनेर यसरी खाना के अरे व्यवस्थित मिलाएर हैन दिएको छु। अब तिमीलाई चाहिँ के अरे जहिले दिँदा पनि कहिले राम्रो जोत्यौ न, मकै पनि सबै उत्तामा परिगएको छ जरा मुनिसम्म गाड्यौ न क्या हो हलो अलि हलो तर गाड्नु पर्छ नि यत्रो खाना दिएपछि त। यहाँ हेर त पसिना पानीले सबै गयो मकै त। अनि यहाँ तिम्रो लागि यो रेट लेभल यहाँ हेर त यी छोरीले यो कतारबाट पठाइदिएको यसको रेट कति छ थाहा छ तिमीलाई? थाहा छ? यहाँ हेर 7,450 यस्तो सस्तो चिज खुवाउँछ जस्तो लाग्छ तिमीलाई? हामीले तर तिमी यहाँ सुन, तिमीलाई म एउटा शर्त राख्छु है। अब ल तिमीले कि त तिमीलाई एउटा सरप्राइज पनि पठाएको छ नि छोरीले, फेरि ठुलै चिज पठाइदिएको छ। के हो त्यस्तो पठाइदिएको छ? सरप्राइज? यहाँ सुन, अब यो मासु पकाउँदा हैरान भयो तिमीलाई। अब एउटा त्यो चिज पाउनको लागि चाहिँ तिमीले यो एउटा चिज चाहिँ छोड्नु पर्यो कि यो मासु खाना छोड्नु पर्यो, सुँगुरको मासु हैन, कि त ढेँडो खाना छोड्नु पर्यो। कुन छोड्छौ? म त कुनै पनि छोड्दिनँ। छोड्न सक्दैनौ? अनि छोरीले त यस्तै खबर पठाएको छ त ढेँडो छोरीलाई त आमालाई गाह्रो भयो। छोरीलाई त छोडिदिन्छु म। छोरीलाई छोडिदिने? अनि यहाँ सुन न, तिमीलाई त छोरीले त यहाँ हेर त के पठाइदिएको छ। यहाँ हेर त यो के हो? यो के हो यो? आइफोन 17 प्रो म्याक्स। यसको रेट हेर यहाँ, तिमीलाई यहाँ सस्तो भन्ठाने होला। यहाँ हेर आइफोन साइफोन चलाउँदिनँ म। त्यो आइफोन साइफोन भने क्या हो? एप्पल सेप्पल। यहाँ हेर त, यहाँ हेर त, खोलेर हेर त। फर्स्ट ह्यान्ड नि फेरि सेकेन्ड ह्यान्ड भन्नौला। हेर त मोबाइल चाहिँ फर्स्ट ह्यान्ड होला, छोरी त बङ्गालीसँग लाएर सेकेन्ड ह्यान्ड भएर आउने होला आमा के। ओहो ल म त चलाउँदिनँ यो आइफोन साइफोन। आमै क्या हो यो सुनै जस्तो। नाटक नगर तिमीलाई। ल